बजार सञ्चालक तथा व्यवस्थापन समितिको सह-आयोजना तथा पाँचखाल नगरपालिकाको आयोजनामा हरेक शुक्रबार र शनिबार सञ्चालन हुन लागिरहेको कृषि हाट बजार अवलोकन गरी कृषिजन्य उपज तथा हस्तकलाको प्रवर्तन गरिदिनु हुन सम्पूर्णमा सादर अनुरोध गरिन्छ। स्थान कृषि उपज सङ्कलन तथा बजार केन्द्र गोरेदोबान। कस्तो भइरहेछ? आउनु होला है, हाट बजारमा स्वागत छ होइन सबैलाई। अङ्कलले स्वागत छ, सबैजनालाई स्वागत छ हाम्रो हाट बजारमा। हजुर राम्रो छ, सेल चाहियो भने पनि यहाँ छ, सेल खान पनि आउनु सक्नुहुन्छ। काँक्रा, माछे खोर्सानी, गोलबडा, सिमी, सम्पूर्ण तरकारीको आइटमहरू यहाँ हामी पाउन सक्छौँ। हजुर के अरे यहाँ जडीबुटीहरू पनि रहेको छ, खोर्सानी पनि रहेको छ, सिमी, यहाँनिर कोदोको फापरको आइटम। कस्तो लागिरहेछ? हजुर फापरको आइटम यहाँ खान सक्छौँ। गोलबडा राम्रो छ, राम्रो छ, सस्तो छ, बजारको भन्दा सस्तो छ। हस् ल, आइदिनु होला है सबैजनाले। डल्ले खोर्सानी, फर्सीको मुन्टा, तरकारी पकाउनु भएको छैन भने पनि आइहाल्नुहोस्, यहाँ घिरौँला रहेको छ। हजुर अकबरे खोर्सानी कहीँ पाउनु भएको छैन भने यहाँ छ, आउनु होला हाम्रो हाट बजारमा। यहाँ काँक्रो रहेको छ, सिमी रहेको छ, यहाँ आउनु होला। महाकाली आइपिएम। र साग खाने भयो यता छ, यो के को साग? लट्टेको साग, लट्टेको साग पनि रहेको छ, तपाईँहरू आउन सक्नुहुन्छ। तपाईँहरूलाई आउनको लागि सहजको लागि गोरेदोबान सडक हामी देख्न सक्छौँ। गोरेदोबान सडकमा रहेको कृषि उपज सङ्कलन तथा बजार केन्द्रमा रहेका छौँ। यहाँ बजारमा अरू पनि फलफुलहरू पनि पाइन्छ, त्यसै गरी मासु अरू आइटमहरू पनि हामी यहाँनिर पाउन सक्छौँ। यहाँनिर हेर्नु होला, सबै बजार रहेको छ। यहाँबाट हामी आउन सक्छौँ। यो मेन हाइवेबाट हामी भित्र छिरेपछि यहाँनिर हामी पुग्न सक्छौँ। त्यहाँ मेन अरनिको हाइवेबाट टेम्पो पार्किङ गरेको ठाउँबाट सिधै भित्र छिर्नु होला। गोरेदोबान सडकबाट भित्र छिर्नु होला। यहाँनिर कोसेली घर रहेको छ, त्यसै गरी कृषि उपज सङ्कलन केन्द्र रहेको छ। त्यसै गरी यहाँनिर कृषि हाट बजार मेला यहाँनिर चलिरहेको छ। कृषि हाट बजार मेला चलिरहेको छ, धमाधम भइरहेको छ। तपाईँहरू सबैजनालाई निम्तो छ यहाँ बजारमा, हाम्रो पल्लो चोकको बजारमा तपाईँहरू सबैलाई स्वागत गर्दछौँ। यहाँनिर भट्टाभट भइरहेको छ, सबैजनालाई हामी हार्दिक स्वागत गर्दछौँ। व्यवस्थापन समितिको सह-आयोजना तथा पाँचखाल नगरपालिकाको आयोजनामा